त्यसको हाँगाहरू तिम्रो नाकबाट कानबाट बाहिर आउँछन् अनि तिम्रो साथीहरू मधुमङ्ग आदि त्यो रुखको हाँगामा झुन्डिन्छन्, पिङ हालेर खेल्छन्। हो, त्यही भएर म तिमीलाई माटो खान दिन्न। अब बुझ्यौ? कान्हा, तिमी अहिले सानो छौ, बाबाजीको तत्त्वज्ञान सुन्ने बेला भएको छैन, त्यसैले उनलाई प्रणाम गर्नु हिँडिहाल्नु। प्रवचन सुनेर नबस्नु है। तिमीलाई प्रवचन सुन्नु आवश्यक छैन, म बताउला जे भन्नु परे पनि है। श्याम सुन्दर यशोदाजीलाई अँगालो मार्छ र आफूलाई सुरक्षित महसुस गर्छ। गौरी, मोहिनी, पुष्पलता आदि सखी यशोदाजीको भाग्यको सराहना गर्दै उनको निवास स्थानलाई दुवै हात जोडी अभिनन्दन गर्दै आफ्नो घरतर्फ लाग्छ। बाटो छोडिदिनु